बरीको अनुपस्थितिमा पनि म त्यो घरमा गइरहेँ। कुनै त्यहाँ जानमा म के सन्तुष्टि पाउँथेँ। चुरुटको मात्रा मेरो बढेको थियो। चुरुट लगातार तानिरहनुमा म अर्कै सन्तुष्टि पाउँथेँ। इन्सेक्ट किलर सुनगाबाका फुलहरू हातहरूले छोएर पनि एउटा सन्तुष्ट लिन्थेँ। यति थिए मेरो सन्तुष्ट हुनुको सीमा तथा साधन। सन्तुष्टि मैले खोजेर लिनु पर्थ्यो, बाँच्ने बहाना गर्नु पर्थ्यो, नत्र म भित्रको अव्यक्त असन्तोषले मलाई एकनाश खाइ नै रहेको थियो। यति विवश म आफैले एउटा घेराको सिर्जना गरी त्यसमै रङमगिएर भुलेर हिँडिरहनु पर्ने। कहिलेकाहीँ त शिवराजलाई हेरेर पनि म चित्त बुझाउँथेँ। शिवराजसँग बरीको र शिवराजसँग मेरो पनि घनिष्ठता छ। अनि लाग्थ्यो त्यसै। महिना दिनपछि ऊ आई केही अझ दुब्लाएर। त्यही साँझ मैले उसलाई हेरेँ। एउटा घेराभित्र थुनिएको, एउटा सीमादेखि उता जान असमर्थ। मेरो उसलाई भन्नु केही थिएन। उसले मलाई एक दिन भनी, सुएकजी दुब्लाउनु भएछ, र मैले स्वीकार गरेँ। मधेसबाट फर्केर आएपछि उसले केस छोट्याइन। कान छोप्ने गरी घिचो छोप्ने गरी पलाएको थियो उसको केस। मलाई स्वास्नी मान्छेको लामो केस भएको मन पर्थ्यो। यसैले मैले उसलाई एक दिन भने, बरी तिमीलाई केस पालेको कति सुहाएको छ, अब त पाल्ने गर है। त्यसको 3 दिनपछि जाँदा 1 इन्चको हिसाबले केस छाँटेर ऊ बसिरहेकी थिए। हरिद्वारमा केस फालेर आएकी विधुवा जस्ती, भर्खर मुडु लाएर छोडेकी बौलाई जस्ती भएर। उपरान्त मैले केही भन्ने साहस गरिनँ। मलाई चोट लाग्यो, उसदेखि विरक्ति लाग्यो। तर यो मूल्यहीन चोट विरक्तिले मलाई उसको मोहदेखि टाढा लगेन। सम्झेँ कति विपरीत गएकी छौ मदेखि। उसको बाटो पहिल्याएर म कहाँ सक्छु र? मेरो उल्टो दिशातिर हिँडिरहेकी हुन्छे ऊ जहिले पनि। एउटा नदीको जहिले पनि म उभो लागेको छु र ऊ सलसले विपरीत बगेर गएकी छ। त्यस भङ्गालोलाई फर्काएर एकपल्ट मेरो आफ्नो बाटोतर्फ बगाउनु, अनि त्यसको पछि केही कुरा नसम्झे हुन्छ। त्यसैले यो मेरो कथा अति दयालाग्दो र अतिहीन। प्रेम निस्सार मानिसहरूसँग, निस्सार प्रेमसँग सधैँ हातेमालो गरेर हिँडेका छन्। प्रेमको अस्तित्व रहेको छ निस्सारतामा, र म पनि एउटा निस्सार प्रेमलाई छातीमा च्यापेर हिँडिरहेको छु। प्रमाणित गरिरहेको छु आफैलाई। दुःखको गोरेटामा जीवनलाई बोकेर हिँड्नुपर्छ, भोगेर हिँड्नुपर्छ। कति कठिन छ यो जीवनसँग पार पाउनु। सबै रित्याएर हराएर पनि बाँचिन्छ, केही नपाउनलाई बाँचिन्छ। यसरी प्रशस्त विचारलाई खेलाएर डुलिरहेँ काठमाडौँका सडक, गल्ली, होटल र बारहरूमा। पुखिने मेरो कुनै साधन थिएन, ठाउँ थिएन। मेरो छातीमा प्रेम एउटा गतिलो खाडल खनेर बसिरहेको थियो। दुब्लाउनु के थियो? अझ बुढो देखिनु थियो। उमेरले बुढो बनाएको मानिस, छालाले बुढो बनाएको मानिस, पीरले खुम्च्याएको अभिव्यक्ति सरस स्वीकार गर्दै जाँदै थिएँ नाङको वास्तविकतालाई र सान्त्वना दिन्थेँ आफैलाई। यस्तै हो नि मान्छेको प्रारम्भ भनी। हिउँदोमा कठ्याङ्ग्रिएर दिनहरू बित्न लागेका थिए। तुषार र कुहिरोले खेलेर उजाड बनाएको काठमाडौँ, बरीको फुलबारी, शिरीषका रुखहरू, दुबोको चौर, आश्रय पाउन धाएको कुकुरको जस्तो मेरो अस्तित्वलाई लिएर पृथ्वी घुम्दै थियो नियमबद्ध। माघको 20 महिना हुँदो सानो पहिलो गई शिवराजले केही दिन बेइज्जतीको अनुभव गर्यो। मुजुरा र आमा चाहिँले सम्झौता गर्ने प्रस्ताव राखे। मुजुराको भन्नु थियो, एकअर्का रुचाएर गएदेखि कसको के लाग्छ र? उनीहरू जीवन बनाएर बस्न सकिहाल्छन् नि। सानो कुनै खराब चालचलन भएकी केटी होइन। शिवराजले बरीलाई सोद्धा बरीले यति नै भनिरहे, मातेकी ठिटी, कत्रो हतार गरेको बिहे गर्नलाई। त्यसपछि उसले कहिले सानोको नाउँ लिइन, सानोलाई हेर्ने इच्छा प्रकट गरिन। एक किसिमले चटक्क बिर्सिदी, फेरि समागम भई आफैमा। यी सबै अव्यक्त भएर मैले सहिरहेको थिएँ, हेरिरहेको थिएँ। कोरा आदर्श र कोरा भावनामा मेरो जीवन पलापिन असम्भव हुँदै गयो। जति चिन्दै गयो बरीलाई, उति म फस्दै जान्थेँ, उति सम्मोहित हुँदै जान्थेँ, र उति उसप्रतिको मेरो रहर तीव्र हुँदै गयो। मेरो रित्तो मस्तिष्कमा एउटै शब्द वारपार खेलिरहन्थ्यो, त्यो हो सकम्बरी। जति टाढा भगाउन चेष्टा गर्थेँ, उति म उसको नजिक हुरुक्क भइरहेको पाउँथेँ। सधैँभरि एक तमाससँग म उसलाई सम्झिरहन्थेँ। कत्रो व्यङ्ग ममा एउटा लोभको सञ्चार भइरहेको थियो। सिङ्गो बरीलाई पाउन, घाँटी, छाती, टाउको नभएको बरीलाई होइन, र यी नभएर विरोध मात्र ओगटेको उसको आत्मालाई होइन, उसप्रतिको शारीरिक रहरसँगै उसलाई पनि। जम्मा बरीलाई, एउटी ठोस सकम्बरीलाई, सम्पूर्ण उसदेखि कुनै अस्तित्व मानसिकता नछुट्याएर, उसदेखि कुनै उसको आसक्ति नछुट्याएर म अगाल्न चाहन्थेँ बरीलाई, सम्पूर्ण उसलाई आफूभित्र र समावेश गराउन चाहन्थेँ आफैमा। नस्वरतामाथि आफैलाई अड्न दिन सकिनँ। तिम्रो नश्वर शरीर मलाई चाहिँदैन, तिम्रो आत्मालाई साँचो माया गरेको छु भनी मैले मलाई भ्रममा राख्न सकिनँ। यो ढोक र असत्य भावनाको आधारमा मैले आफूलाई सन्तुष्ट बनाउन सकिनँ। मानिस अज्ञानी हुनु नै सुखी हुनु हो। मलाई सिङ्गो ऊ र सम्पूर्ण ऊ चाहिएको थियो। शिवसँग यो पीर पोख्नु आत्महत्या गर्नु बराबर थियो। मैले राम्रोसँग अध्ययन गरिरहेको थिएँ। मुजुरा भने कुनै त सकम्बरीलाई एउटा बुढो रक्सियाको हात छोड्नु शिवको निम्ति पनि आत्महत्या गर्नु थियो। कुनै पनि अवस्थामा बरीलाई उसले मेरो अघि बलि दिँदैन।
अब पनि काठमाडौँबाट भागिन भने मेरो बाउ लाउनु निश्चित थियो। भाग्ने कुरा सम्झियो कि झन् नरमाइलो लाग्थ्यो। प्राप्तिदेखि टाढा अनकन्टारमा अन्धाधुन्ध आफूलाई निर्वासित गरिदिएर कसरी बाँच्ने, अनि म निस्सासिएर आउँथेँ। कहिले लाग्थ्यो सम्पूर्ण आफूलाई पगालेर मन र मस्तिष्क जम्मै उदाङ्गो देखाएर यदि नयाँ जीवन सुरु हुने सम्भावनाको अस्तित्व कहीँ भए मैले पनि बढीसँग जीवनदान मागे हुँदैन? आफ्नो दुःख बिर्साएर, अतीत बिर्साएर, अपराध बिर्साएर मैले एकपल्ट आफैलाई कसीमा राखेर हेर्नुपर्ने हो। हुनसक्छ ऊ मलाई तिरस्कार गर्छे, घृणा गर्छे र शक्तिले पुगे मार्न बेर लाउँदिन। एउटा सत्य त खोलिन्छ। यति थाहा पाउनेछ उसले कसरी सुयोगवीर सिंह सारा जीवनको अनुभूतिलाई निरर्थक आफूबाट चिप्ल नदिएर खोक्रो बाँचेर, रित्तो बाँचेर आफ्नो 46 वर्षको उमेरमा सारा मन उदाङ्गो पारी एउटी 24 वर्षकी ठेटीसँग सत्य प्रेमको प्रतिक्रिया मागेको थियो। यति त थाहा पाउनेछ उसले मैले उसलाई कस्तो दयनीय अवस्थामा प्रेम गरिरहेको छु। केही हलुङ्गो त हुनेछु म, केही सुखी त हुनेछु। चिच्याउन मन लाग्थ्यो, मेरी चोखी सकम्बरी मलाई पनि त चोखी न देऊ, बाँच्न त देऊ। यति विचार गरेँ, बाटो खोजेँ भनेर साध्य छैन, तर म व्यक्त हुन सकिनँ। एउटा व्यथा बोकेर म बाँचिरहेँ। रक्सीसँग पिउँथेँ, उसलाई फेरि रक्सीको छोडाइसँगै तर लगाइराख्थेँ। सम्झन्थेँ म कहाँबाट कहाँ आइपुगेँ। दजाएर हेर्थेँ आफ्ना अनुभूतिहरूलाई र निष्कर्षमा पुग्न चाहन्थे मेरो बाँच्नुको कुनै मूल्य छ कि छैन। कसरी मूल्यहीन गुज्रेर गएका छन् म माथिबाट युगका पाङ्राहरू र कति निकृष्ट हुर्केको छु म। 1-2 दिन गर्दै पल्टन्छ पुरानो इतिहास र यसैमा म आफ्नो मूल्य खोज्थेँ र सम्झन्थेँ कसले मलाई के मूल्य दिन सक्छ, के महत्त्व दिन सक्छ। मेरो स्थान छ यस युगमा, मलाई भनेर बाँच्नुको कुन सान्त्वना छुट्याएको होला। के न्याय दिन्छ मलाई सभ्यता र प्रगतिले, के पुरस्कार दिन्छ मलाई मानवताले, कुन हो मेरो आश्रय। एउटी छिनठिटीको अनुहार मेरो अघि उत्रन्छ र आँखा तरेर जान्छ। बलिया बलिया हातखुट्टा गहुँको रोगन, कुनै चेतनशीलता नलुकाएका सफा आँखाहरू, लट्टा परेको केस, महुबनीको रुखको आडमा शिकार गर्न बसेकी म सम्झँदै जान्छु। मध्यरात भएको होला, क्यामोप्लेज भएर बसेको सैनिक बहादुरको उपस्थिति थाहा नपाई खोलाको कुलुलु स्वरसँगै बहलिएर ऊ बसेकी छ। जुनको रङमा पहेँलिएकी, जङ्गली फुलको बाससँग अभिव्यक्ति भएकी, यदि कसैलाई स्वर्गालु भन्न सके ऊ त्यही हो। अज्ञान निरपराध, अस्तित्वको किराले कतैबाट नखाएकी सग्ली उसलाई हेरेर मात्र भन्न सकिन्न। के थाहा उसलाई बिचरी आज मानिस कहाँ पुगेको छैन। कसरी यो आधा राततिर आभेदको जङ्गलमा पनि ऊ एक्लै छैन। यो गोर्खा रेजिमेन्ट बसेको जिल्ला हो। यहाँ भरिभोलि जापानीहरू आइपुग्न सक्छन्, बम खस्न सक्छ। कति सिपाहीहरू लुकेर बसेका छन् पोथ्रा पोर्थीतिर मार्न कि मर्न भनी, तर उसलाई यसले कति विचलित पार्दैन। शिकार भेट्टाएदेखि काचै खान्छे ऊ आधा त। मान्छेको टाउको काटेर पूजा गर्नेहरूको सन्तान ऊ एउटी स्वास्नी मान्छे, नाङ्गा पाखुरालाई जुनमा टल्काएर केन्द्रित भएको छ। जति उसलाई हेर्दै जान्छु मलाई क्यामोप्लेजको बन्धनले घाँटी निमोड्न थाल्छ, युद्धले पिरोल्छ, विरोध गर्दै झ्याङबाट फुत्कन मन लाग्छ। मेरो क्षणिक अस्तित्वमाथि मलाई मोह भएर आउँछ। मलाई त्यो स्थिति लुट्न मन लाग्छ। म मनमनै भन्न थाल्छु, ए छिन्की सुकुमारी छोरी, मेरो मात्र होइन यहाँ तिम्रो जीवनको पनि अस्तित्व छैन। मेरो मात्र होइन तिम्रो मृत्युको पनि अर्थ छैन। यो युद्धको घनघोर क्षेत्रभित्र हामी दुईटैको मृत्यु छैन। तिमी र ममा के दुश्मनी छ र? तिमी के पाउँछौ अनि म के पाउँछु र यो युद्ध जितेर होस् या हारेर? हिजो मात्र तिम्रो हेडहन्टर बाबुको निम्तोमा तिमीले मान्द्रोमा पस्केको भात र ठाउँ ठाउँमा सजाएको अर्नाको फिलो तिम्रो कुकुर र म साथै बसेर आएका छौँ। घ्याम्पाबरी रक्सी खुवाएर कसरी तिमी खुसी भएको थियौ? तिमी नै त हौ बाहिर आएपछि पनि अर्नाको सिङभरि रक्सी बोकेर मतिर झम्टिने। तिम्रा पाखुराहरूको विरोध नै गर्न सकिन, घटघटी पिदिएँ। सायद मेरो खादिएको बलिष्ठ शरीर देखेर तिमी मोहित भएकी थियौ। त्यसैले आफ्ना हेडहन्टर बाबुलाई के भन्दै मलाई देखाइरहेकी थियौ। कति सरलता थियो तिमीमा। हामी यत्तिका गोरा काला पाहुनाहरूको माझ पनि तिग्रा जम्मै देखाएर हिँडिरहेकी थियौ। तिम्रा आँखाहरूमा कति कमला भावनाहरू पढ्न पाइन्थ्यो। तर हामी सिपाहीको जात, हामीलाई के वास्ता रहगी? तिमीलाई देख्दा मलाई हाम्रो पहाडका किरात स्वास्नी मान्छेहरूको सम्झना आएको थियो र तिम्रा बाबु र उनीहरूका बाबुमा धेरै फरक छ। सायद यही नै हो हाम्रो संस्मरणमा अन्तिम अध्याय हुन सक्छ। हामी भोलि मर्न पनि सक्छौँ, के ठेगान? तिम्रो सिकुवामा जमघट भएर नाच्दा साँच्चै मैले सबै भुलेँ। हामीतिर लम्किरहेको मृत्यु पनि, बर्माको सीमान्तमा अघिल्लो मोर्चामा परेको मेरो अस्तित्व पनि। हाम्रा कर्नेल नाच्दा तिमी किन त्यस्तरी हाँसेकी? तिमी पनि हाँस्न जान्दछौ? तिमीमा पनि जीवनका सपनाहरू सञ्चार हुन्छन्? तिमी पनि शिरमा फुलेर सिउरेर सङ्लो कुलोमा आफ्नो अनुहार हेर्दै मुस्कान भर्न सक्छौ? तिमी पनि वैश्यको ढुकढुकी अनुभव गर्छौ? तिमी पनि नाच्दिरहेछौ?
म पनि तिम्रो बगलमा नै नाचिरहेको थिएँ। ननाचे त तिम्रो बाबुले टाउको काट्ला भन्ने डर। तिम्रो बाबुका अङ्गरक्षकहरू भाला लिएर बसिरहेका थिए। तिम्रो घरको वातावरणको तिम्रो माध्यमबाट मैले जीवनका सबै दिनहरू बिर्सदै थिएँ। यसरी नै असार महिनाभरि खेतको आलीमा नाच्छन् तिमी जस्तै हाम्रा किराँतका छोरीहरू। केवराको फूल जस्ता पहेँला गुलाबहरू थर्क्याउँछन्। यसरी जीवनको तीक्ष्णताबाट आफूलाई सधैँ अलग राख्न सके। तिमी र मलाई सुखको परिभाषा कसले दिनु पर्थ्यो र? जे होस् तिमीले बिर्साएकी छौ मलाई। बिस्तारै मलाई एउटा सही नसक्नु विरक्तिले छोप्छ। सम्झन्छु म चितुवा झ्याङबाट बुर्लुक्क उफ्रिन तयार। म आफैलाई धेरै नियन्त्रणमा राख्न सक्दिनँ। म क्यामोफ्लेजमा बाँधिन्न र झ्याङबाट बाहिर निस्कन्छु। जुनमा टलक्क टल्केको मेरो कम्मरपेटी देखेर ऊ झस्कन्छे। आफ्नो तीर सोझ्याएर मलाई हेर्छे। मेरो सङ्गीन र बन्दुक देखेपछि उसले आफ्नो तीर थर्क्याउँछे। म उसको अघि पुग्छु। रात सन्नाटा ऊ र मलाई मिठो सपना जस्तै लाग्छ त्यो क्षण। म आफ्नो भाषामा उसलाई फकाउन थाल्छु। रानी भन्छु, सुकुमारी भन्छु, आफ्ना सबै प्रयोगहरू गर्छु। तर उसको असभ्य मन कति पनि राजी हुँदैन। ऊ मलाई बुझ्दै नबुझी बसिरहन्छे। कर्मश मलाई दिक्क लाग्दै आउँछ। हामी मर्दैछौँ र यो एक रात मलाई देऊ भनी याचना गर्छु। ऊ नटेरेर उठ्न खोज्छे। म उसलाई अँगाल्न झम्टन्छु। ऊ विरोध गर्दै घचेट्छे। म उसलाई अठ्याउन असमर्थ हुन्छु। मलाई पछारेर जान्छे। तर म परास्त हुन्न। जेउस म लोक्ने मान्छे। मलाई रिस उठ्छ एउटी असभ्य केटीको फुर्ती देखेर। लगत्तै उठ्छु। पछिबाट उसको छरिएको चुल्ठो समातेर उसको कमलो ओठमा मुक्का हान्छु। ओठमा एक धर्सो रगत बग्छ। तर ऊ हेडहन्टरकी छोरी। बल दजाउन हिचकिचाउँदिन। मेरो डर मान्दिन। आँखा सक्तो फुलाएर मलाई चुनौती दिन्छे। म मात्तिन्छु, असह्य हुन्छु। अनि म राइफलको बडले टाउकोमा हिर्काएर उसलाई बेहोस बनाउँछु। ऊ झ्याङमाथि सर्लम्म ढल्छे। यसरी ऊ मेरी हुन्छे, सम्पूर्ण मेरी। यो अनकन्टारमा को छ र? कसले देख्छ र? जसरी खेले पनि हुन्छ यो जिउँदो लाससित। सम्झन्छु एक सुकुमारी, तिमी र ममा कुनै दुश्मनी छैन। म जापानको हातमा मर्छु, त्यो पनि मर्नु नै हो। तिमी तिम्रो बस्तीसँगै एक चिहान हुन्छौ, त्यो पनि मर्नु नै हो। हाम्रो मृत्युमा कुनै विशेषता छैन। तिमी म र मेरो हातबाट, त्यो पनि तिम्रो मर्नु नै हो। मृत्युलाई होइन, आऊ जीवनलाई एकपल्ट अर्थपूर्ण सिद्ध गरिदिउँ। म उसलाई खेलाउन थाल्छु। एउटी नाङ्गो स्वास्नी मान्छेको शरीरसँग रातभरि द्वन्द गरेर बस्छु। उसका प्रत्येक अङ्गसँग खेल्छु, प्रत्येक सुख भोग्छु। पशु भए सन्तुष्ट भइसक्थ्यो, तर मेरो मान्छे वृत्ति सन्तुष्ट हुँदैन। तुम्बीको पानी खुवाएर उसलाई होसमा ल्याउन खोज्छु, तर सङ्गीन र मान्छेको उन्माद लछार पछार भएपछि ऊ चलमलाउँदिन। धेरै बेरपछि पनि उसको शरीरलाई सम्पूर्ण खेलाए जस्तो मलाई लाग्दैन। उसको नाङ्गो छाती आफ्ना बर्बर हातहरूले चिथोरेर रक्तामै पारिदिन्छु। कर्मश उसका ओठ गाला र गर्दन टोकेर रक्तामै पारिदिन्छु। आकाशका ताराहरू एक एक गर्दै लुक्दै जान्छन्। अन्तरिक्ष खैरो रङले पोतिन्छ। म थाक्छु र उसको निर्जीव शरीर झ्याङभित्र लुकाएर हेर्छु। ऊ निर्विरोध टोलाएकी हुन्छे। हेडहन्टरकी छोरी, मानव ऊ सम्झिरहेकी छ। कस्तो अनिश्चित यो जीवन, कस्तो सस्तो यो मृत्यु। खिलामा, पेटमा, छातीमा नीला दागहरू स्पष्ट देखा परिरहेका हुन्छन्। यस्तै थियो उसको अन्त, हेडहन्टरकी छोरीको अन्त। हिटलरको मातमा आकाङ्क्षा गाभिएको एउटा अन्त। ब्रिटिसहरूको साम्राज्यवादको बेदीमा बलि भएको एउटा अन्त, एउटा निरपराध अन्त। सम्झँदै उसलाई रित्याएर आफूलाई रित्याएर म फर्कन्छु। केही होइन यो, मैले जीवनलाई अर्थपूर्ण सिद्ध गराएको हो। त्यस ठिटीको अनुहारबाट फुत्केर एउटा सुनौलो टाउको भाग्छ। म विचलित भएर हेर्छु र दोहोऱ्याउँछु, मेरी सकम्बरी, तिमीमा आएर आश्रय खोज्छ मेरो जीवनले। यसरी नभाग, आऊ म तिमीलाई बलात्कार गर्न सक्दिनँ। माक्रिङको रमाइलो कचिन बस्तीदेखि छर्लङ्ग देखिने वनपाखा, काँडे गुलाबमा फलेको भैँसी गोठानले कचिन। एउटा स्मृतिको पाना पर्लक्क पल्टेर उदाङ्ग हुन्छ। साँच्चै उसको गालामा सधैँ गुलाब फुलेको हुन्छ, ओठमा गुलाब फुलेको हुन्छ। 1941 को मे महिना, गुलाबको ऋतु। क्याम्पको अलि पर पाखामा म डुलिरहन्छु। जमदारी बिल्ला जडेको फराकिलो कुम, कुखुरे छाती लिएर। बिदाको दिन कचिन रक्सी चुरोटमा आफ्ना सबै नसाहरू भिजाएर भाग्छु। क्याम्पभित्र खाली लोक्ने मान्छेको सङ्गति झर्को लाग्दो हुन्छ। नाकमुख मिलेको कलिलो अनुहार भएको रङरूप देख्दा नसा तातिएर आउँछ र जिस्क्याउन मन लाग्छ। सम्झन्छु यो मेरो दोष होइन। नैतिक नियमितमा चलिरहेको संसार चलाउन खोजिरहेको संसारमा लोक्ने मान्छे, स्वास्नी मान्छेको बीचमा एउटा पर्दा रहेको छ भन्ने सत्य हामीले भुलिसकेका छौँ।
स्वास्नी मान्छे नपाएर संयौनिक सम्बन्धबाट सन्तुष्ट हुन जानिराखेका सिपाहीहरूको जातले मानवीय सभ्यतादेखि छुट्टै एउटा भ्रममा आफ्नो प्रवृत्तिलाई बानी पारिसकेको भए यसमा उसको के दोष? कति दयनीय अवस्था छ हाम्रो। लोक्ने मान्छेबाट तृप्ति पाउनै सक्दैन अनि भाग्न मन लाग्छ चुरुमा डुबाएर अभिलाषाहरूलाई। के छ यार, शिकार पाएन जस्तो छ नि। एउटा साथी कानसम्म हाँसेर जान्छ। शिकारको के दुःख यार भन्दै म एउटा गुलाबको कोपिलालाई ओठमा जोरेर राख्छु। हत्केलाभित्र रगड्छु अनि बुढले कुल्चिदिन्छु। मेरो मुठीबाट फुस्कन्छन् रमका केही ट्याब्लेटहरू र एउटा लय हाहा रेलीमै छङछङ गर्ने खोला। भैँसी गोठाली नजिकैबाट गइरहेकी छ, आफूलाई एउटा सिङ्गो गुलाबमा फुलाएर। पहिलो गुलाब जस्तो अनुहारमा रातो गुलाबको ओठ, थेप्चो नाक, चिम्सा आँखाहरू चुरु पोखेर लोभ्याइरहेको छ एउटा विदेशीलाई। म सोसेल्दै उसलाई साउती गर्छु, ऊ तर्केर जान्छे। म उसैको भाषामा बोलाइदिन्छु, मेरी मायालु कति निर्दयी तिमी। म उसको पछि पछि जान्छु। एउटा सिपाहीले उसलाई पछ्याइरहेको छ, बोलाइरहेको छ। नजिक पुगेर म उसका पाखुरा समाउँछु। केही चाँदीका दामहरू हत्केलामा राखेर देखाउँछु। औँलामा टल्किएको बर्जिम रुपीको औँठी देखाउँछु। उसले तिरस्कार गरेर हेरिदिन्छे र भन्न खोज्छे सायद यी सबैको आवश्यकता छैन, मलाई दया गर्न सिक। म उसको गाला सुमसुम्याउँदै उसलाई बुझाउँछु, मेरी मायालु हामी मरिरहेकाहरूसँग आदर्शको पर्खाल किन राख्नु पर्यो? आऊ लुट्न देऊ, तिमी पनि लुट मलाई। बिन बजाएर लट्ठाएको सर्प जस्तै ऊ मेरो भरमा एउटा घारीभित्र पस्छे। उसको अनुहारबाट कर्मश गुलाबका पत्र दलहरू निमोठिएर झर्न थाल्छन्। उसलाई म मन खुसी लुट्छु, ऊ निर्धो देखिन्छे। बिस्तारै म आफ्नो औँलाबाट रुपीको औँठी झिकेर उसलाई लगाइदिन्छु। ऊ विरोध पनि गर्दिन। त्यो दिन र त्यो रातमा केही अन्तर छैन। सम्झन्छु हामी बमवर्षक विमानहरूको छत्रछायामा छौँ, सङ्गीनहरूको जन्जिरभित्र, बमको धुवाँभित्र हामी जीवनको उपभोग गरिरहेका छौँ। विवश आँखाहरूले मलाई हेर्दै मानव भनिरहेको छ, बिहे गरेर बसौँ न गोर्खा, यो शरीर तिम्रै हो। मेरी मायालु म उसलाई सान्त्वना दिएर फर्कन्छु। कछाडभरि आलो रगतको टाटो सम्हाल्दै ऊ फेरि आफ्ना हत्केलाहरू उठाउँछे र साना आँखाहरूको साङ्ग्रो पिर्दोई थोपा आँसु व्यर्थ पुस्छे। किन रोएकी होली ऊ? के छ र यहाँ रुने रुवाउने सत्य? कस्तो नसम्झे कि त्यत्रो दामी औँठी पाएर पनि मैले के गरेर उसलाई अझ गोराहरूले जस्तो चक्कु प्रयोग गर्नु परेन? मेरो सिलसिला यहीँ टुङ्गिन्छ। के यार यहाँ किन? अर्को अल्लाहले देखा पर्छ। म उसलाई इसाराले घारीभित्र देखाइदिन्छु। ऊ लम्कन्छ, आफैलाई केही हलुङ्गो अनुभव गर्छ। कर्मश रात पर्छ। रोलकल रमकल मादलको टाङटुङ, एउटा विरक्ति अनि एक सूर्य लय हाहा रेलीमै छङछङ गर्ने खोला, खोला रेलीमै छङछङ गर्ने खोला। कृत्रिम छाती बनाएर मारुतिको ढाँचा झिक्न कम्मर मर्काउँदै एउटा साथी आउँछ। स्वर चर्किन्छ, मादल घन्किन्छ अनि म बिर्सँदै जान्छु आफैलाई। रमले रन्काएर जिउ लाटो भइरहेको हुन्छ। बिहान एउटा साथीले सुनाउँछ, एउटी भैँसी गोठाल्ने कचिन रगत पिच्छे भएर लडिरहेकी थिए। काली निली भइसकेकी पापीहरू मर्ने गरी शास्ति दिन्छन्, उस्तादले उर्दी सुनाउँछ। फर्स्ट 7th गोर्खा राइफल्स बटालियन, अर्डर कम्पनी 1 2 3 4 5, लङ मार्च फ्रम माक्रिङ, प्लाटन कमान्डर सुएकवीर सिंह। म टल्केको बुटमा आफ्नो अनुहार हेर्न खोज्छु। बिदा माक्रिङको वनपाखा। म मेरो साथीको कैफियतलाई महत्त्व दिन्न। सङ्गीनले रोपेर रक्तामे शरीर, ग्रेनेडले भुँडेर पड्केर उछिटिएको आन्द्रा, बोसे आन्द्रा, लासमाथि लास, गिद्ध उडाएर, स्याल रिङ्ग्याएर को भन्दा को कम, के हो र मृत्यु? खल्तीभरि हाराकिरी गर्ने र मर्नेका औँलाहरू बोकेर, मुर्दाका औँलाहरू बोकेर एउटा जापानी स्वदेश फर्किने क्षीण आशामा बाँचिरहेको छ। कति निस्सार। म विचार गर्छु, कस्ता यिनीहरू खल्तीका औँलाहरूले तर्साउँदैनन् क्यारे? हामीले के लानु स्वदेशमा? लडाकुका टाउका? एउटा रोबीभित्र अलमल परेको गुलाब, बलात्कृत गुलाबसँग मिलेर जुरुबुराउँछ सुनौलो टाउको। कति विवशमा उसलाई छुन पनि सक्दिनँ, माया पोख्न पनि सक्दिनँ। कचिनको रगत, आँसुले मूल्य दिन नसक्ने म अब जुनसुकै आँसुमा किन नरौँ? को मेरो पिर बुझ्न सक्छ र? जे उस मलाई एउटा सानोतिनो आश्रय चाहिन्छ। रात बिरात मलाई कराउन मन लाग्छ। मेरी सकम्बरी, जीवन त्यति निस्सार छैन होला। इन्सेक्ट किलर सुनगाबाको पातमा किन रमाइरहेकी छेउ? कपाल पालन बरी कति सुहाउँछ। तिमीलाई चिनिया पत्थरको गहना मनपर्छ? तिमी पनि पत्थर जस्तै छेउ। अङ्ग्रेजी सोप्रानो जस्तो धुनसँग थर्किँदै एउटा शालीन अनुहार देखा पर्छ। लुङ्गी र गन्जीमा कसिएकी बर्माको जङ्गलमा फुल्ने सुनगाबा जस्तै मेरो मस्तिष्क दुखेर आउँछ। म छटपटिन्छु तर पल्टाइदिन्छु इतिहासको एक पाना। मुटु भित्रसम्म चिरिएर जान्छ। कसो सुबेदार सुएकवीर सिंह क्यान्टिनमा कफी खाएर फर्कदा मसँगैको साथीले भन्छ, मार्टिनजी आज पनि आएकी थिए। यतै बिहे गर्ने सुट छ कि यार? हुन्न यार, घोडाको कबाब खुवाइदिन्छे। बर्माको सुनगाबा जस्तै छ हेर्दा। खन्यपा। म जोडसँग हाँस्छु। म हाँसेको कारण ऊ सहजैसँग बुझ्छ।
पिडाउङको जङ्गलभरि फुलेको रातो र पियाजी सुनगाबा जस्ती रहर लाग्दी कहिले तिर्खा नमेटिने राम्री छे माटिन्जी, बर्मेली किसानकी छोरी। उसलाई सधैँ म मेरो ख्वान्युपा भनी गिजाइदिन्छु। ऊ फुल फुलेको जस्तो मस्किदिन्छे। म सधैँ भेट्छु, सधैँ के लिन्छु उसदेखि सित्तैमा। ऊ सधैँ मलाई बिहे गरौँ भन्छे र यही आश्वासनमा म उसको ओछ्यानमा गएर रातभरि सुतिदिन्छु। मेरो ओछ्यानमा ल्याएर रातभरि सुताउँछु। माया बिना, पैसा बिना म सधैँ निलिदिन्छु उसको अस्तित्वलाई, उसको कुमारित्वलाई। म सधैँ भन्छु, अब चाँडै बिहे गर्ने है मार्टिनजी। यसरी मार्टिनजीसँग म पल्किएको एउटा गोरो अफिसरले सुईको पाउँछ र एक दिन प्याच्च भन्छ, हेलो गोर्खा सुबेदार, मलाई पनि मिलाइदेऊ न तिम्रो अर्किड ब्युटी। म उसलाई टारेर हिँड्छु र मनमनै भन्छु, कहाँ दिन्छु र मोरो खैरेलाई, जति पाए उसैले राखु भन्दो रहेछ। हामी गोर्खा बहादुरलाई पनि साझा नभएको माल चाहिन्छ। भर्खर त झ्यामिएकी छ मेरो ख्वान्निपा। किन अरू सरब मार्टिनजीलाई खेलाउन मन लाग्दैन, उसलाई विशेष रूपले हेर्न मन लाग्छ। सायद उसले सधैँ मलाई भविष्यको लोग्नेको रूपमा हेरिदिएर होला। त्यसो नगरे त ऊ मान्दिन नि। फेरि कताको बिहे, कताको घरबार, सकी पनि मर्दी हो ग्रेनेडले भुँडी पट्केर। गिलासभरि अय भरेकी, आँखाभरि पनि अय भरेकी मलाई आज विशेष परियोजनका साथ भात खुवाउन बसेकी छ मार्टिनजी। नप्पीको गन्ध विचार गर्छु, सर्व भ्यागुत्तो के हालेर बनाएको होला र पनि त्यसै मिठो लाग्छ। वातावरण नै मिठो लाग्छ, मार्टिनजी नै मिठो लाग्छ। पछिबाट उसले लजाउँदै भन्छे, अब कति दिन पर्खने, साथीहरू कतिजनाले गोर्खा लोग्ने ल्याएर बसिसके। खन्योपा म उसको चिउँडो उठाएर भन्छु, भोलि बिहे गर्ने कि पर्सि बिहे गर्ने। म त रातभरि आफ्नो काखमा पल्टेकी मार्टिनजीलाई मात्र देख्छु र सम्झन्छु, भोलि त आउँदैन। मलाई अँगालो हाल्दै ऊ भन्छे, हाम्रो छोराछोरी भयो भने के गर्ने? घाँटी निमोर्दै मारिदिने। यत्रो युद्धको गजमोरमा के को छोराछोरी? तर यसो भन्दिन, तिमीलाई रहर मेटिन्जेल छोराछोरी बनाइदिउँला, फिकर नगर खन्योपा। तिमी जस्ती राम्री स्वास्नी पाउनु पनि मेरो सानोतिनो भाग्य हो र। म घर फर्किन्न, तिमीलाई बिहे गरेर तिमीसँगै तिम्रो खोर्सानी र आदुबारी गोडेर जीवन बिताइदिउँला। अब लडाइँ थामिन्छ, हामी कति खुसी हुनेछौँ। यो म बोलेको होइन, म राम्रैसँग थाहा पाउँछु। मेरो झुटो सान्त्वनाले ऊ सङ्केत पाउँछ क्या र। मेरो कमिजको कलरमा झुन्डेर रुन थाल्छे र भन्छे, आज त म छोड्दिनँ तिमीलाई। मैले असाध्यै नराम्रा सपना देखेकी छु। गोर्खा दाई, मलाई मारेको पाप लाग्ला नजाऊ। आज किन मार्टिनजीको आँसु रोकिँदैन। कति फकाउँछु, कति मनाउँछु, हुँदैन। ऊ आँसुको भल बगाइदिन्छे। म चट्टान जस्तै अडान लिएर बसिरहन्छु। ऊ मान्दिन, मलाई रिस उड्दै जान्छ। सम्झन्छु यी स्वास्नी मान्छेहरू कति रुन्छे हुन्छन्। आँखा पछिल्टी र आँसुको पैँटो राखेका छन् कि यिनीहरूले। जतिखेर पनि रुन्छन्, जति चाहिए पनि आँसु बगाउँछन्। रोएर जीवन बित्ने हो र? कस्ता मूर्खहरू। म जान तयार हुन्छु। मार्टिनजी मेरो खुट्टामा छाँद हालेर रुन्छे। हटाउन खोज्छु, हुँदैन र जमाएर लात कस्छु उसको कमलो छातीमा र भाग्छु ब्यारेकतिर। ब्रिटिस कर्नेल स्टेफेन रातभरि मातेर रोए। स्वास्नी छोराछोरीको सम्झना आएर मेरो नम्बरी साथीले भन्छ। म हाँस्दै भन्छु, कस्तो निरर्थक, त्यति सानो मुटु हुने मान्छे के कर्नेल भएर बसिरहेको। तर रुनुपर्छ स्टेफेनले, ऊ जस्तै, म जस्तै अरू धेरैले। हाम्रो बटालियन फलाम डिस्ट्रिक्टको अघिल्लो मोर्चामा अब तुरन्तै हिँड्नुपर्छ। सीमान्तमा जापानी प्याराट्रबरले बिताइसके। तोजोमा रक्तबीजहरू छपछप्ती आइसके। यही हो मर्ने बेला, भिसी कमाउने बेला, खुन त्यसै उम्लेर आउँछ। अनायास हात खुकुरीको बिडमा पुग्छ। नम्बर 3350 सुबेदार सुएकवीर सिंह, गोरा क्याप्टेन धाप मार्न आउँछ। तर उसलाई थाहा छैन म कति निकृष्ट मानिस छु। पर्सिपल्ट मार्टिनजी गिलासभरि अय भरेर पर्खिन्छे। उसको छातीमा निलडाम अझ दुख्दैछ। तर देखेर पनि गोर्खा बहादुरको बुटलाई नै प्रेम गर्छे र प्रतीक्षा गर्छे एउटा लोग्ने घरमा पस्ने सायदको। तर म भागिसकेको हुन्छु सुनगाबाको जङ्गलदेखि टाढा, जीवनको रहरदेखि टाढा, अर्थदेखि टाढा। मार्टिनजीले थाहा पाउँछे गोर्खा बहादुर भागेको कुरा र पासो हालेर मर्न सक्छे, विष खाएर मर्न सक्छे, एउटा सस्तो मृत्यु। मलाई हाँसो उठ्छ। सम्झन्छु के गरेर मैले एउटा सुनगाबाको फुल कलिलैमा टिपेर बुटले कुल्चिसके। बढी के गरेँ? यति नै यदि अपराध हो भने, यति नै यदि कलङ्क हो भने यो जीवन नबाची हुन्छ। नरौ मेरी खन्नेपा। एउटा विश्वासघाती गोर्खा बहादुरलाई सम्झेर, किनभने ऊ पनि मर्न जाँदैछ वेदीतिर। मार्टिनजी आँसुमा पौडी खेल्दै सकम्बरीको मुडुलो टाउको मथिर आउँछ। म समाउन खोज्छु अनि त्यो अदृश्य हुन्छ। स्वीकार गर्छु जीवनमा दुर्दशाको अन्त्य छैन। म त मरिन मृत्युको मुखमा पनि। ना एट फुज्जा, ना एट फुज्जा, सौवा चौवा भेबेखा, छिखै टस्या हा अन्टे ओइ टोइला, शैले सब्चेमा चान्पोइ हलेला, मुहाउमे मिद्दा सोय मादा, बहानाउले तिस्या मप्चे पासे गवा,
सोप्रानोको धुनले पछार्छ मलाई वास्तविकताको संसारमा। मेरो मुटु एकपल्ट फेरि भित्रदेखि चिरिएर आउँछ। सायद यसरी पिरोलिएर बस्नु नै मेरो जीवनको सान्त्वना रहेछ। यही नै होला मेरो आश्रय। अब सन्तुष्टिको एउटा तकमा माग्नु परेको छ योगसँग। डेथ भ्याली यस्तो पो जीवनको बोझ बोक्नुको अर्थ। यो पो हो एउटा लास बाँचेर आएको जीवन, रित्तिएर आएको जीवन। आसामको सिमाना मिस्टिनमा मुसरी दाल र भातपाती खाँदै मैले सम्झेको छु। अब ममा केही छैन। यो भुवाङपाले पाइजामा र कमेजभित्र बसेको अस्तित्व विश्व जङ्गलको औले ज्वरोले मार्न नसकेको मेरो शरीरमा अब केही छैन। सुन्नेछु बिल्कुल मेरा पापहरू जसलाई म मान्न तयार छैन। यदि पाप हो भने पनि धोइदिइसक्थ्यो यो डेथ भ्यालीले। म निस्सार बाँचेको छु। अब स्वदेश जान पाइन्छ। 3 मिस्टिन चुली भात, च्याङ्लो दाल, फर्सीको तरकारी, अमृत जस्तै विचारधाराले मलाई डेथ भ्यालीमा पुर्याउँछ। किन बाँच्ने, कसरी जिउँदो पुग्ने? तर लास जस्तो शरीर एकनास घर्सिरहेकै छ। छोडिदेऊ, बिरामीहरू आउन् अर्थात् मरेर मरुन्। अब मानवताले हात धोइसकेको छ। हरेस खाने क्या हो, बाँचिने हो कि सास छौन्जेल आस हुन्छ। काँचो आँप र खोर्सानी खाने हुँदा आउँ परेको छ। औले ज्वरोको शिकार भएको छु। विश्वत र रेखिए वनको बडेमा लामखुट्टेले कृपा गरिसकेको छ। खुट्टामा जुत्ता छैन। सब सपना जस्ता भइसकेका छन्। सुबेदार सुएकवीर सिंहको खाइलाग्दो शरीर टाट पल्टिसकेको छ। अनुहारमा चाया परिसकेको छ। हिँड्ने सामर्थ्य छैन। तर मर्न मन लाग्दैन। सम्झन्छु किन मर्ने यहाँ किरा फटेङ्ग्रा जस्तो। हिँड्दै जाउँ, हेरौँ के हुन्छ। तर हातखुट्टा गलेर आउँछ। खुकुरी छैन, वीरता छैन, धाक छैन, रबाब छैन। मसँग आइरहेको साथीलाई बिन्ती गरेर भन्छु, आज कतै बास बसौँ। ज्वरोले साह्रै विधि जिउ गलेको छ। साथीले एक झोला काँचो आलु ल्याएको छ। सलाई छैन। काँचो आलु उखाउँ भन्छ। आज प्यारसुटले खाने सामान झारेको थियो यहाँ मर्दै गर्नेहरूको निमित्त। तर चियापत्ती मात्र रहेछ। दुवै निराश हुन्छौँ। पेट मुसार्दै ऊ भन्छ, यी ट्याङ्काहरूमा कति सामान होला अन्दाज गर त। उसको आँखामा लोभको झिनो पर्दा देखिन्छ। यस्तै बेला ऊ मानिस हो कि भन्ने भान हुन्छ। ब्रिटिसरले छोडेका गरुङका बाकसहरू सब ताल्चा मारेका छन्। भित्र कति हिरामोती होला, सुन होला, चाँदीका सिक्का होलान्। सुनमा सन्तुलित कागजका नोटहरू, पार्कर र सेफर फाउन्टेनहरू, के आहा। आज अलिकति मात्र बल हुँदो हो त। व्यवस्थाले बाँधेको छ हामीलाई। र्याल काटेर हामी त्यो बाकस हेरिरहन्छौँ। त्यो बाँसकारीभित्र एउटा टुक्रो ओभानो ठाउँ रहेछ। आज त्यहीँ सुतौँ है सुयक। म घर्सिँदै त्यहाँ पुग्छु। साँझको रातो घाम पोखिएको बाँसकारी छेपैमा सानो कुलो बगिरहेको छ। म मुख जोतेर तिर्खा मेट्छु। फेरि ओभानो ठाउँमा आएर पल्टन्छु। मेरो साथी एउटा टिनको टुक्रा जस्तो हतियार उध्याइरहेको छ र मलाई हेर्दै जोस देखाएर भन्छ, हिजोको जस्तो मरेको गाई भेट्टायो भने काम लाग्छ। काँचै खाने मेरो स्वर कापिरहेको हुन्छ। एकछिन घाममा सुकाउनुपर्छ। मभन्दा ऊ धेरै फुर्तिलो देखिन्छ किनभने उसलाई काम ज्वरोले छोएकै छैन। उसलाई हेरेर र आफैलाई हेरेर म सम्झिरहेछु, यस्तो अवस्थामा जे पनि खाइन्छ, जसरी पनि खाइन्छ। हामीलाई सास फेर्नका निम्ति जिउनुपर्छ। जाँडका किरा जस्ता मानिसहरू हामीलाई हाम्रो अस्तित्व जहाँ पनि कायम राख्नुपर्छ। यहाँ हामीले आत्महत्या गरिदिए के हुन्छ? किन बाध्य भएर घर्सिरहनु परेको हामीलाई गोब्रे किरा जस्तो? हामी खाली खानाका निम्ति जन्मेका। अहिले त हामी जे पनि खाइरहेका छौँ। शताब्दीपछि मान्छेका जमात कीटाणुसरी भएपछि के खाने? हामीलाई ढुङ्गो माटोले पुग्दैन। रुखपात खाइसक्छौँ अनि यो पृथ्वी सलले उजाड पारेको वन जस्तै हुनेछ, चिल्लो र नाङ्गो। खानेकुरा सम्झँदै म आँखा अघि अफिसरहरूका मेस टेबल देख्न थाल्छु। रोस्ट पुटिङ पराठा। मेरो मुखभरि पानी भरिएर आउँछ। अस्तिको दिन भगुवा सिखसँग खोसेर हामीले एकअर्कालाई फाँचो काँचो चामल पाएका थियौँ। आज काँचो आलु। भोलि के खाने? एकअर्कालाई खाने कि आफ्नै मासु खाने? रात पर्छ। जङ्गली किरा फटेङ्ग्राहरूको टिनिने आवाजसँगै आफ्नो नाताकात शरीरबीच हल्लिरहेको मुटुको ढुकढुकी म सुन्छु। फाटाकफुटुक खोक्रो बाँस पट्कन्छ। जराको रापले शिथिल भएको छु। घाँटी सुकेको छ। कहाँको चुरु रहे। कल्पनामा म घ्याम्पोभरि निगार देख्छु र थोक निल्छु। मेरो साथीलाई निन्द्रा पर्दैन र सन्नाटालाई चिर्दै ऊ मलाई बोलाउँछ, सुएक। किन बोलाएको? तिमी निदाएका छैनौ? युद्धले हाम्रो के हाल बनायो कि? बाँचेर पुग्न सकौँला कि हामी? के मरेर पुग्ने आशा गरेका छौ? जिउँदै पुग्छौँ। हरेस नखाऊ। मलाई विरोध जागेर आउँछ र ज्वरोमा धताएको जस्तो कराउँदै जान्छु। यो लडाइँ जित्नु र हार्नुसँग हाम्रो के स्वार्थ? बाँचेर गयौँ भने पनि हाम्रो विश्वासको आधार केही हुने छैन। विशेष मेरो मेरो। धेरै नबोलो सुयोग। ज्वरो बढ्यो भने भोलि हिँड्न सकिँदैन। भोलि हुन्छ। टन्टलापुर घाममा तिर्सिएको ढुङ्गे पहाडको उकालोमा धर्मरिँदै हामी हिँडिरहेका छौँ।
ढुङ्गाको कापमा कतै कतै गुराँसका पुटका झ्याङहरू देखिन्छन्। म विचार गर्छु हाम्रो देशमा पनि राताम्य गुराँसहरू फुल्छन्। आहा लाली गुराँस। तर हाम्रो देशको गुराँसको बोट यति पुटको हुँदैन। मलाई घरको सम्झना आउँछ। रुन मन लाग्छ गुराँसको फेदमा। एउटा ओसिलो ठाउँ, हिमाली चिसो हावा, हरियो बगेको पानी, पार्थक्यको कत्रो अविश्वास। अरे घामले डढेको ढुङ्गे गोरेटो, बमले घाइते बनाएका गुरसका बोटहरू, यिनीहरूकै फोसिलले एक दिन सायद देखाइदिनेछ हामी कत्रो अभिशाप खपेर जीवन नाउको बोझलाई काँधमा हालेर यहाँ हिँडेका थियौँ। छेउमा बगल लगाएर सुताइकी एउटी पन्जाबनीको लास र मुन्टोमा मुख गाडेर एउटा बच्चाले दुध पिइरहेको छ। यो जस्ताको तस्तै उत्रिनुपर्छ फोसिलमा र म गिद्धहरूलाई पुकार गर्छु, नगाजी है यिनीहरूका लासलाई युद्धको स्मृति चिन्ह हो। गढेका आँखा, दारीजुङ्गा खौरन नपाएर कालामे अनुहार, धोजा धोजा परेको पाइजामा, 20 ठाउँ फाटेको कमिज। मलाई हेरेर साथी हाँस्छ र उसलाई हेरेर म। हाम्रो हाँसो असाध्य मरन्च्यासे हाँसो, टिथ लाग्दो हाँसो। छेउछेउका ढुङ्गाहरूलाई मानिसको प्रगति देखेर सायद यस्तै मरन्च्यासे हाँसो हाँस्न मन लाग्दो हो। दिन बित्छ, रात बित्छ र महिना बित्छ। हामी बाँचेर आएका छौँ आसामको सिमानामा। हाम्रो अस्तित्व हामीसँग फर्केको छ र म मुसुरी दाल खाँदै विचार गरिरहेछु। अब उपरान्तको हाम्रो जीवन, मेरो जीवन, खोइ बिसी, खोइ तकमा, खोइ स्याबासी। म भित्र एउटा मूल्यहीन मुटु, अपराधका खाटा बसिसकेका 2-3वटा खतहरू, एउटा सास फेर्ने फोक्सो, बस सकम्बरी। म आफूभित्र एउटा मरुभूमि होइन त, एउटा मुर्दाघर होइन त। मेरो प्रेम गर्ने अधिकार खोसियो भन्ने के प्रमाण छ? एउटा बुढो रक्सिया सिपाहीलाई तिमी मरे पनि आफ्नो आश्रय दिन तयार हुन्नौ, यो थाहा छ। तर किन भौतारी रहन मन लाग्छ कल्पनामा तिम्रो कार्टुन शरीरलाई च्यापेर? सधैँ मेरो पहुँचबाट एउटा सुनौलो टाउको फुस्कन्छ। टाढा पुग्छु, म झिल्लिएर हेरिरहन्छु।